यहाँ सबैजनालाई अभिवादन, जय मसी। आज पवित्र हप्ताको दोस्रो दिन। आजको दिनलाई पवित्र सोमबार भनिन्छ। पवित्र सोमबारले ईसाईहरूको लागि इस्टर अघिका गहन चिन्तन र तयारीको हप्ताको सुरुवात गर्दछ। आज हामी दुई महत्त्वपूर्ण घटनाहरूको सम्झना गर्दछौँ। येशूले अन्जिरको रुखलाई श्राप दिनुभएको र मन्दिर शुद्ध गर्नुभएको। अन्जिरको रुखले ती मानिसहरूलाई प्रतिनिधित्व गर्दछ जो बाहिरी रूपमा भक्त देखिन्छन् तर साँचो विश्वासको कमी छ र कुनै असल काम गर्दैन। फललाई विश्वासको चिन्ह मानिन्छ। यस घटनाले असल कामहरू मार्फत व्यावहारिक अभिव्यक्ति बिना केवल सैद्धान्तिक वा नाम मात्र भएको विश्वास विरुद्ध चेतवानीको रूपमा काम गर्दछ। बाहिरी रूपमा विश्वासीहरू देखिने तर फल नफल्नेहरूको सहारा निहा गरिनेछ। त्यसै गरी हामीले मन्दिरलाई पनि शुद्ध राख्नु पर्दछ। परमेश्वरको वचनको व्यापार नगरिकन हामीले परमेश्वरको सेवाकाई गर्नु पर्दछ। पहिलो कोरिन्थी 3:16 र दोस्रो कोरिन्थी 6:16 अनुसार हामी परमेश्वरको मन्दिर हौँ। यसकारण गर्दाखेरि परमेश्वरको सेवाकाईको व्यापारीकरण नगरिकन शुद्ध हृदय र विवेकले परमेश्वरको सेवा गरौँ। यहाँहरू सबैजनालाई परमेश्वरले आशीष दिउन्। यो पवित्र हप्ता सबैको शुभ रहोस्। जय मसीह।